ओके, आज रहेको छ डे 38 एन्ड आज केही मोटिभेसन मुभीहरू रहेको छ जुन मैले पहिले पनि हेरेको थिएँ एन्ड आई लभ द्याट। मतलब तपाईँहरूको मोटिभेसन सकिएको छ भने यो मुभीहरू चाहिँ एकचोटि चेकआउट चाहिँ गर्नु होला। सबैभन्दा 1 नम्बरमा रहेको छ पर्सुट अफ ह्याप्पिनेस जुन विल स्मिथको छ। यो मुभी एउटा बायोग्राफिकल ड्रामा हो, यानि यो रियल इन्सिडेन्टमै बेस्ड भएर बनाएको। सो यो चाहिँ अझ तपाईँहरूले मोटिभेसन थप्न सक्छ। यो मुभी चाहिँ मैले नेटफ्लिक्समा हेरेको थिएँ, धेरै अगाडि हो। हिन्दीमै थियो त्यतिबेला चाहिँ डबमा, बट अहिले सायद त्यहाँ यो मुभी त्यहाँ छैन। सो तपाईँहरूले बाहिरबाट रेन्टहरू गरेर या कुनै पनि देशी जुगाड गरेर हेर्न सक्नुहुन्छ। दोस्रो नम्बरमा रहेको छ दि टर्मिनल। यो चाहिँ तपाईँको टम ह्याङ्क्सको मुभी एन्ड यो पनि क्या चुम्मा मुभी छ, यानि असम मुभी हो। टम ह्याङ्क्सको यो मुभी चाहिँ यो पनि रियल इन्सिडेन्टमै बेस्ड हो। सो यसले पनि तपाईँलाई अझ मोटिभेसन थप्नेछ। थर्ड नम्बरमा रहेको छ तपाईँहरूले टम ह्याङ्क्सकै फरेस्ट गम्प। तपाईँले हेर्नु भएको छ भने यो मुभी अवश्य हेर्नु होला। यो अलिकति फिक्सन चाहिँ हो, बट एकदमै मोटिभेसन फिल गराउँछ। र यो मुभीको लालसेन चन्डा भन्ने एउटा हिन्दी रिमेक पनि गरेको थियो जुन एकदमै सिट थियो, यानि त्यो मुभी चाहिँ नहेर्नु होला। सकेसम्म तपाईँले ओरिजिनल नै हेर्नु होला, हिन्दीमा कहीँ न कहीँ भेटिहाल्नुहुन्छ। र चौथो नम्बरमा चाहिँ मेरो वान अफ द बेस्ट मुभी, फेभरेट मुभी जुन रियल इन्सिडेन्टमा बेस्ड हो। यसको तपाईँले रियल इन्सिडेन्टहरू पनि भेट्न सक्नुहुन्छ। बाह्र फेल रिस्टार्ट जुन अहिले पनि नेटफ्लिक्समा छ है, अब हिन्दी मुभी नै हो। सो यो वान अफ द बेस्ट मुभी छ। मैले यो पनि चेकआउट गरेको छु, मलाई एकदमै मन परेको थियो र लास्टमा त म इमोसनल पनि भएको थिएँ। सो तपाईँहरूको यो 4वटा मुभी तपाईँले गएर यसो अहिले गएर चेकआउट गर्नु होला। यदि तपाईँसँग पनि मोटिभेसन सक्यो या मोटिभेसन कमी फिल भएको छ, यो मुभीहरूले तपाईँलाई बेस्ट मोटिभेसन दिन सक्छ। सी यू।